यहाँ विभिन्न राजनीतिक दलहरूले पनि जो व्यक्तिमाथि आक्रमण भयो त्यो व्यक्तिलाई मैले फन्डिङ गरेको हो भनेर राजनीतिक नेताहरूले वक्तव्य दिएको पनि हामीले सुन्यौँ है। गर्दा गर्दै हामीले काम गर्दा गर्दै हामीले स्कुलमा पढाउँदै हाम्रो विरुद्धमा यो नियुक्ति प्रक्रिया ठिक भएन भनेर नदियाको एकजना मान्छे जसको नाम जसमुद्दिन मण्डल हो लगायत पहाडका 14 जना विभिन्न हामी जस्तै शिक्षित तर जसले चाहिँ स्कुलहरुमा कुनै स्कुलमा पनि भोलिन्टियर स्वयंसेवकको सेवा गरेका थिएनन् उनीहरूले हाम्रो विरुद्ध केस गरे हाइकोर्टमा। किसिमको यो नियुक्ति प्रक्रिया ठिक भएन भनेर एकदम नराम्रो वचन गरेर धेरैजनाले सोशल मिडियामा हाम्रो शिक्षक जस्तो एउटा गरिमामय पदमा बसेको व्यक्तिहरूलाई शिक्षिकाहरूलाई विभिन्न किसिमको आरोप आलोचनाहरू लगाइयो, जो चाहिँ हामीले सहेर यत्रो वर्ष हामीले सहेर बसि नै रहेको थियौँ। किन उनी हाम्रो केससँग उनलाई कुनै सरोकार छ र उनले विभिन्न आरोपहरू हामीले सह्यौँ, उनको आरोप पनि हामीले सह्यौँ। फेसबुकमा हामीलाई नाना किसिमको गाली गौलज गरियो, हामीले त्यो सही नै रह्यौँ। तर हामीले कुनै दिन पनि हामीले त्यस्तो तुच्छ भाषामा जवाब दिनौँ। अनि ती भाइलाई त्यो आक्रमण भयो, जुन कुराको चाहिँ हामीलाई त्यो ठिक लागेन। जुन आक्रमण मिडिया हेरेर बसिरहनु सम्पूर्ण दर्शकवृन्दलाई म नमस्कार गर्न चाहन्छु है। हामी पहाडको विभिन्न स्कुलको शिक्षक शिक्षिकाहरू हौँ। विशेष गरिकन अब तपाईहरुलाई आजको विषय भन्नुभन्दा पहिला धेरै वर्षको इतिहास नै भन्नुपर्ने हुन्छ है। र मेरो भन्नुपर्दा चाहिँ म जनार्जन कोइराला, म मामरिङ तोरेक उच्चतर माध्यमिक विद्यालयको शिक्षक हुँ। 2013 भन्दा अगाडि उक्त स्कुलमा अनि पहाडको विभिन्न स्कुलहरूमा टिचरहरू फटाफट रिटायर हुनुभएको थियो है। उक्त समयमा ग्रामीण शिक्षालाई उत्थानको निम्ति अथवा ग्रामीण शिक्षालाई बरकरार राख्नको निम्ति स्कुलहरूमा शिक्षा दार्जिलिङ पहाडमा शिक्षाको गरिमालाई बचाइराख्नको निम्ति स्कुलहरूमा शिक्षकहरूको कुनै पनि नियुक्ति प्रक्रिया नहुँदाखेरि स्कुलको विषयहरू पढाउनको निम्ति गाउँको स्कुलहरूकोमा शिक्षकहरूको खाँचो हुँदाखेरि उक्त स्कुलको नानीहरूको अभिभावक साथै स्कुलको म्यानेजिङ कमिटी साथै स्कुलको हेडमास्टर लगायत स्कुल अथोरिटिजले विभिन्न स्कुलहरूमा त्यही गाउँको अथवा कतै बाहिरबाट उक्त विषयमा पढेर गाउँघरमै पढेर बसेको युवतीहरूलाई स्वयंसेवक शिक्षकको रूपमा स्कुलमा नियुक्ति गर्ने काम गरियो। अनि म पनि उक्त स्वयंसेवककै रूपमा मामरिङ तोरेक उच्चतर माध्यमिक विद्यालयमा एउटा स्वयंसेवकको रूपमा प्रवेश गरे। हाम्रो सबै जति पनि उपस्थित सरगुरुआमाहरू हुन्छ त्यसरी नै त्यही प्रक्रियाबाट नै स्वयंसेवकको रूपमा स्कुलमा प्रवेश गर्नुभयो है। त्यसपश्चात आफ्नो स्कुलमा आफ्नो विषय पढाउने त त्यो काम हुँदैन थियो। आफ्नो स्कुलको नानीहरूलाई उनीहरूको भविष्य निर्माणको निम्ति शिक्षा दिने क्रम चलि नै रहेको थियो। सँगसँगै हामीलाई हाम्रो आफ्नो पेटको पनि सवाल, आफ्नो परिवार पनि हामीले धान्नुपर्ने हुँदाखेरि चाहिँ हामीले विभिन्न राजनीतिक दललाई, त्यसताकको विभिन्न राजनीतिक दललाई, जिटिए त्यति बेलाको जिटिए चिफ एक्जिक्युटिभलाई साथै स्टेट गभर्नमेन्टलाई पनि हामीले हाम्रो स्थायीकरण हुनुपर्छ भनेर हामीले धेरै लामो सङ्घर्ष गऱ्यौँ। जुन सङ्घर्षको कथाहरू पहाडलाई सर्वविदित छ। अनि वर्ष 2019मा हाम्रो भेरिफिकेसन हुने काम भयो। अनि 2019मा नै हामीलाई रेगुलराइज गर्ने काम भयो। त्यसपश्चात हामी ढुक्कसँगले स्कुलहरूमा रेगुलर रूपमा हामीले पढाइरहेका थियौँ। हामीले हाम्रो जुन चाहिँ पहाडको शिक्षालाई जुन बचाउनुपर्छ, पहाडको नानीहरूलाई एउटा राम्रो शिक्षा दिनुपर्छ भनेर आफ्नो विषयमा हामीले पढाइरहेका थियौँ। शैक्षिक गतिविधिहरू हामीले गरिरहेका थियौँ। हुँदाहुँदै अनि त्यही क्रममा हामीले काम गर्दा गर्दै हामीले स्कुलमा पढाउँदै हाम्रो विरुद्धमा यो नियुक्ति प्रक्रिया ठिक भएन भनेर नदियाको एकजना मान्छे जसको नाम जसमुद्दिन मण्डल हो लगायत पहाडका 14 जना विभिन्न हामी जस्तै शिक्षित तर जसले चाहिँ स्कुलहरूमा कुनै स्कुलमा पनि भोलिन्टियर स्वयंसेवकको सेवा गरेका थिएनन् उनीहरूले हाम्रो विरुद्ध केस गरे हाइकोर्टमा। त्यो केसको हामीले पनि त्यस सँगसँगै हाम्रो जिटिएले पनि हामी सम्पूर्ण शिक्षकहरू लागेर त्यो केसको हामीले पनि फाइट गरि नै रहेको थियौँ। अनि हाम्रो फाइट थियो
लिगल फाइट उहाँहरूसँग थियो, जसको त्यो सँगसँगै हामीलाई यहाँ दार्जिलिङमा विभिन्न किसिमको यो नियुक्ति प्रक्रिया ठिक भएन भनेर एकदम नराम्रो वचन गरेर धेरैजनाले सोसियल मिडियामा हाम्रो शिक्षक जस्तो एउटा गरिमामय पदमा बसेको व्यक्तिहरूलाई, शिक्षिकाहरूलाई विभिन्न किसिमको आरोप आलोचनाहरू लगाइयो, जो चाहिँ हामीले सहेर यत्रो वर्ष हामीले सहेर बसि नै रहेको थियौँ। किनभने हाम्रो काम हो, शिक्षकको काम हो शिक्षा प्रदान गर्नु। सोसियल मिडियामा कसैसँग जो तुच्छ भाषामा बोल्छन् उनीहरूकै भाषामा हामीले जवाब दिन हामीले सकेनौँ, किनभने हामी त्यति त्यो लेभलमा हामी गिर्न नै सक्दैनौँ। हाम्रो गरिमाले दिँदैन, हाम्रो शिक्षाले दिँदैन। त्यो हामीलाई विभिन्न लालसनाहरू लगाइयो, हामीले सही नै रह्यौँ। तर अहिले आएर विगत केही दिन अगाडि त्यो लालसना लगाउने व्यक्तिमध्ये एकजना व्यक्तिलाई दार्जिलिङमा कुनै एउटा दुर्घटना भएछ, जसको सबै कुरा सबैजनालाई थाहै छ है। ती व्यक्ति न कुनै त्यो हाम्रो केसमा न उनी पिटिसनर हुन्, न उनी हाम्रो केससँग न उनलाई कुनै सरोकार छ, र उनले विभिन्न आरोपहरू हामीले सह्यौँ। उनको आरोप पनि हामीले सह्यौँ। फेसबुकमा हामीलाई नाना किसिमको गाली गौलज गरियो, हामीले त्यो सही नै रह्यौँ। तर हामीले कुनै दिन पनि हामीले त्यस्तो तुच्छ भाषामा जवाब दिनौँ। अनि ती भाइलाई त्यो आक्रमण भयो, जुन कुराको चाहिँ हामीलाई त्यो ठिक लागेन, जुन आक्रमण भयो त्यो हामी त्यसको चाहिँ घोर विरोध गर्छौँ। दार्जिलिङ एउटा शिक्षाको क्षेत्र हो, शिक्षाको हब हो। ब्रिटिसकालीन समयदेखि नै दार्जिलिङलाई एउटा शिक्षाको क्षेत्र भनेर मानिन्छ है। र यस्तो क्षेत्रमा त्यस्तो घटना नहुनुपर्ने, त्यसको खण्डन हामी गर्छौँ। र हामीले गर्नुपर्ने काम हो, हामी विद्यार्थीहरूलाई पढाउने काम हो, जसको फलस्वरूप अब अहिले त्यस्ता लालसनाहरूमा पाहाडको शिक्षा खत्तम पार्यो, अहिलेको शिक्षा प्रणालीले अहिलेको शिक्षकहरूले खत्तम पार्यो भन्ने जुन हामीलाई आरोप लाग्दैछ है, त्यो आरोपको चाहिँ हामी खण्डन गर्न चाहन्छौँ। किनभने सर्वविदित छ अहिले यो दार्जिलिङको माध्यमिकको रिजल्ट हेर्नुहोस्, कालिम्पोङ स्टेटमा सेकेन्ड आयो। मेरै स्कुलमा जहाँ म कार्यरत गर्छु, मेरै विद्यार्थीले माध्यमिकमा 80% मार्क्स ल्याए मेरो विद्यार्थीले। अनि मेरै एकजना विद्यार्थीले जसलाई हामी पढाउँछौँ उसले नेपालीमा 97 मार्क्स ल्यायो। अनि हाम्रो स्कुलको तपाईँहरूले फेसबुक पेज खोल्नु